guys, welcome back to my channel and my another vlog. म चाहिँ काठमाडौँमा छु गाइस। अहिले म सिक्किम जाँदैछु। सिक्किम हालमा जाँदैछु। एकदम हतार भइरहेको छ। मेरो यहाँ एकदमै हिँड्ने बेला भएको छ। मैले हिजोको भ्लग पनि हाल्न पाएको होइन। फेरि आजको सुरु गरिसकेँ। ओके गाइस, म चाहिँ अब जान्छु। गाइस, म यहाँ चौकनेर आइसकेको छु। यस्तो गर्मी छ, यहाँ यस्तो धुलो छ। यहाँको दिदीहरूलाई मैले भेट्नु पर्ने छ, तर मैले कसैलाई देखेँ होइन अहिले। ओ माइ गॉड, डो भयो कि हेर्नु न, मैले मेरो ब्याग यत्रो त्यही माथि यता फ्रिजमा दिदीको फेरि बोकेर अब। अनि यता फेरि म एकदम भरि अब गरी भइसक्यो। बस चढिसकेको गाइस, हामी भर्खरै उठेको छौँ काठमाडौँमा। मलाई एकदम टाउको दुख्यो, घुमायो कोभिड त भएन, तर होला जस्तो भएर मेरो दुई सबै दुखेको गर्छ घर एकदम गाइस, एकदमै गर्मी छ। मैले त्यतिखेर क्याब लिइसकेको छु। गाइस, हामी भर्खरै बस चढिसकेको गरिरह्यो गाइस। अहिले चाहिँ दिउँसोको 2:30 भइसक्यो गाइस है। कति बेला पुग्छौँ आई डोन्ट नो। ओके, लेट्स गो। दिनुभएको छ, सो हामी भर्खरै बसबाट झऱ्यौँ। रोकेको छ यसो बसिसकेको दिदी। हामी कहाँ आइपुग्यौँ? मलाई थाहै छैन ठाउँ चाहिँ कहाँ भनेर। थाहा छैन? मुगलिन रे, मुगलिन। ए, मुगलिन आइपुग्यौँ। ओके गाइस, कहाँ छ तिमी चाहिँ? म त खै के खाने मन छैन। अब के भन्नु, मलाई केही भन्नै आउँदैन भन्ने कि। च्यानललाई सब्सक्राइब गर्दिन भन्दैन। ए, हामी चाहिँ खास सिक्किमतिर हिँड्दैछौँ। अनि बहिनीको च्यानललाई सेयर, लाइक, सब्सक्राइब गरिदिन नबिर्सिनु होला है। सपोर्ट गरिदिनु है बहिनीलाई। एउटा होटल पैसा यहाँ नसाट्ने, हामी उसमा नै एक्सचेन्जमा नै जानुपर्छ है। राजभाइलाई मेरो ज्वाइँ। गाइस, हामी अहिले काँगरभित्र आइसकेको छ। नेपाल र इन्डियाको बोर्डर हो। अहिले बिहानको 7:30 भयो। बल्ल चाहिँ हिजो हामी दिउँसो 2 बजे हिँडेको, 7 बजे भयो। लगभग 12-13 घन्टाको यात्राको चाहिँ हामी बल्ल बोर्डरमा आइसकेको छौँ। अझै 4-5 घन्टा छ। यो त बोमिट गएर गाह्रो भयो गाइस। अनि निदा हुन त। ओके, अब हामी फेरि अर्को गाडी चढ्छौँ अनि जान्छौँ ल। हाम्रो यहाँ चाहिँ यस्तो छ। यस्तो छ गाइस। हामी चाहिँ ठ्याक्कै बोर्डरमा छौँ है। बोर्डरनिर छौँ, सो जहाँ लागेको अब। ओके, त्यहाँबाट चाहिँ गाडी लाग्छ अनि गाडीमा चाहिँ गाडी फुच्चे रहेछ त, फुच्चे ट्रेन रहेछ। ट्रेन हेरिराखेको। तर आजको यो गाडी कस्तो डेन्जर।
लास्टले ल फाइनल्ली हामी चाहिँ आइसकेको छौँ सेफली अराइभ इन्टु सकेम ओके गाइस अहिले रातिको 10 बजिसकेको छ प्रोग्राम सकेर माथि छ त्यस्तो राम्रो छ ओके गाइस हामी चाहिँ फाइनल्ली आज फर्स्ट डेको प्रोग्राम सकिसकेको छ अनि हामी रातको 10 बजिसकेको छ अब हामी सुत्नु लागेको मान्छे आएकै गर्छौँ तर मलाई बोल्न लाज लागिरहेछ गाइस सो ओके म त एकदम टायर्ड भइसकेको छु यता जान्छु म बरु एकदम टायर्ड भएको छु 22-23 घन्टाको यात्रा भयो अनि त्यही माथि मलाई भोमिट भएर गाह्रो भयो अनि सो ओके थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई